हजुर, नमस्कार, बोन्जुर, बोन्जोर्नो, नि हाओ योभन्दा धेरै भाषामा आउँदैन नमस्कार गर्नलाई। म यतिखेर स्विट्जरल्यान्डको माटरहर्न नामक पहाड अगाडि आइपुगेको छु। यो भिडियो स्टार्ट गर्नुभन्दा अगाडि म यता आउने बेलामा रातिको ट्रेनमा आएको थिएँ यहाँ, लगभग 12 घन्टा लाएर। त्यो आउँदा आउँदै मैले चाहिँ एउटा अलि नराम्रो खबर सुने। हाम्रो प्रख्यात पर्वतारोही निर्मल पूर्जा दाई चाहिँ यो ब्रोड पिकको यो पाकिस्तानमा भएको ब्रोड पिक चढ्दाखेरि चाहिँ उहाँ र लगायत केही नेपाली दाजुभाइहरू चाहिँ हराउनु भएको भन्ने न्युज सुनेको थिएँ। सो उहाँहरूको सकुशल उद्धारको कामना गर्दै यो भिडियो बनाउँदैछु म। उहाँको चाहिँ यो 14 पिक्स भन्ने धेरै हजुरहरूले हेर्नु भएको छ होला। कुनै पनि चिज असम्भव अरूले भन्दै चाहिँ सम्भव कसरी बनाउने भनेर उहाँको सफल यो पर्वतारोहण जुन चाहिँ 14वटा हिमाल उहाँले एकदम रेकर्ड टाइममा त्यति बेला गिनिस वर्ल्ड रेकर्ड थियो। त्यो चाहिँ मेरो लागि पनि अलिकति मोटिभेसन जस्तो थियो। त्यही भएर यो होपफुली निर्मल दाई र उहाँको टिम छिटै उद्धार हुनुहुन्छ र निर्मल दाईलाई नै निम्स दाई भन्दाखेरि सबैले चिन्छन् होला। निम्स दाईको सम्झना मलाई किन पनि आयो भने यो भिडियो बनाउँदै गर्दाखेरि उहाँको न्युज त मैले पछि सुने, तर यो भिडियो मैले अहिले स्विजरल्यान्डमा यसरी आउन पाउने सौभाग्य मेरो लागि यो तेस्रोचोटि हो। स्विजरल्यान्ड र अस्ट्रेलिया चाहिँ मेरो लागि लाइफमा चाहिँ पटक पटक बोलाइराख्ने, म छोड्दै जाने, बोलाइराख्ने, छोड्दै जाने टाइपको देशहरू पऱ्यो। स्विजरल्यान्ड इन पर्टिकुलर चाहिँ पहिला म यहाँको इटिएस जुरिक तथा युनिभर्सिटी अफ बाजलको पोजिसनमा आएको थिएँ। यो पर्टिकुलर पहाड यो माटरहर्न भन्ने जसको आकारले चाहिँ यो टोब्लोरोन भन्ने स्विस चक्लेट बनाइएको हो। हजुरहरूलाई एउटा नयाँ इन्फर्मेसन सेयर गर्छु। र यो पहाडमा म लगभग 10 वर्ष अगाडि आएको थिएँ। 10 वर्ष अगाडि आउँदाखेरि मैले यसको एउटा यो जर्माट भन्ने गाउँ छ यहाँ मुनि, जस्तो नाम्चे बजार भने जस्तै यो गाउँमा चाहिँ मैले एउटा फोटो खिचेको थिएँ, जुन चाहिँ मैले फेरि यो ठाउँमा कहाँ आउन पाइएला र स्विजरल्यान्ड भए पनि अब यो त अलमोस्ट यहाँको आल्प्स हिम श्रृङ्खलाको सबभन्दा दक्षिणी बोर्डर। अब यो पहाडहरू देखिरहनु भएको छ, त्यसको पछाडिपट्टि इटली पर्छ लगभग। अब त्यो यो ठाउँमा फेरि आउन त कहिले पाउँला र भन्ने थियो। तर जीवनमा मैले बुझेको चाहिँ कुनै पनि कुरा चाहिँ असम्भव भन्ने हुँदो रहेछ। पटक पटक मैले कि कन्फरेन्स अपर्च्युनिटी कि चाहिँ काम विशेषले नै अथवा अहिले चाहिँ अब यही देशको छेउमा भियनामा अस्ट्रियामा काम गरिराख्दाखेरि चाहिँ फेरि आउने अवसर पाएँ। त्यसैले निम्स दाईलाई पनि सम्झिँदै र यो म उहाँ अहिले अब हराएको सिचुएसन पर्यो र छिटै नै उहाँ जस्तो अब नेपालको नाम राख्ने रेकर्ड होल्डर बाहिर गएर पनि नेपाली नै हुँ म भनेर चिनाउन खोज्नुभएको थियो उहाँले। सो त्यसले मलाई निकै नै प्रभाव पारेको छ र उहाँको छिटै उद्धारको कामना फेरि पनि गर्दछु। तर यहाँ आउँदाखेरि मैले उहाँलाई सम्झिने त्यत्तिकै पनि सम्झिने नै थिएँ। अब कोइन्सिडेन्टली अलिकति दुःखद समाचार आयो। तर उहाँले जुन एउटा लाइन भन्नुभएको छ त्यो मुभीमा पनि, उहाँको मुभीमा कि धेरैले चाहिँ उहाँलाई दिस इज इम्पोसिबल भन्थे अरे यो 14वटा हिमाल चढ्नु अगाडि एकैचोटि। तर उहाँले लगत्तै के भन्नुहुन्छ भने आई विल मेक दिस पोसिबल भन्नुहुन्छ। यस्तै यस्तै केही लाइन भन्नुहुन्छ। अनि त्यो फिल्मको नामै मिसन पोसिबल, 14 पिक्स मिसन पोसिबल यस्तै के छ, मैले बिर्सेँ अहिले। तर जे होस् असम्भवलाई सम्भव बनाउने भन्ने कुरा हो। र मेरो लाइफमा पनि मैले त्यस्तो सिचुएसनहरू फेस धेरैचोटि गरेको छु र हजुरहरूसँग जस्ट एउटा सानो मेरो ओपिनियन के सेयर गर्न चाहन्छु भने लाइफमा कसैले पनि यदि यो पोसिबलै छैन, यो पोसिबल हुनै सक्दैन, दिस इज इम्पोसिबल, यो सम्भवै छैन भन्छन् भने हजुरहरूको लाइफमा बाँचुन्जेलसम्म एउटा यस्तो मोटिभेसन र एबिलिटी हुनु पऱ्यो कि त्यस्तो भन्ने अथवा त्यस्तो सुनाउने मान्छेलाई चाहिँ आई विल मेक दिस पोसिबल अथवा वी विल मेक दिस पोसिबल भनेर अगाडि बढ्नुभयो भने लाइफमा 99.9% चिज, 100 पनि नभनौँ, 99.9%
कुरा चाहिँ पोसिबल हुँदो रहेछ। त्यो कुरा मैले आफैले फिल पनि गरेको छु। अब यो जर्मनमा आउने सम्भावना, यसै पनि स्विजरल्यान्ड एकदमै महँगो ठाउँ छ, तर सर्कमस्टान्सेसहरू त्यस्तै मिल्यो पनि अहिले म यो तेस्रोचोटि आउँदैछु। यो हिमालमैको छेउमै दोस्रोचोटि भयो र निकै नै अब हजुरले देख्न सक्नु अलिकति बादलले छोपिया छ यसको मेन यो चुचुरो चाहिँ। तर म अरू पनि भिडियोहरू सेयर गर्दै जान्छु, हेर्नु होला। असाध्यै नै सुन्दर ठाउँ छ यो। माटरहर्न भन्छ यो पहाडको नाम, माटरहर्न हो र यसको फेदमा भएको गाउँ चाहिँ जर्माट हो। र यो लगभग चाहिँ यसको ल्यान्डस्केप मैले प्यारलली यसलाई कम्पेयर गर्नु पऱ्यो भने नेपालमा दोलखाको जिरी अथवा कालिन्चोक एरिया, घान्द्रुक एरिया, त्यस्तै एरियाहरू जस्तोसँग ठ्याक्कै मेल खान्छ। अरू भिडियो पनि हेर्दै गर्नु होला। र फाइनली निम्स दाई, I'm hoping and I'm believing that it's possible for you and your team to come back. Really wishing the best for your team wherever you are. And for the rest of the folks, if someone says something is impossible, you say to them, I will make it possible. We will make it possible. Thank you. फेरि पनि नमस्कार। यो छोटो अन्तरालमै एउटा दुःखद समाचार सहित भिडियो बनाउँदैछु। भर्खरै यो स्विजरल्यान्डको माटरहर्न हिमालको एउटा हिल स्टेसन माथि थिएँ म। त्यहाँबाट चाहिँ यो हाम्रो सफल पर्वतारोही निम्स दाई अथवा निर्मल पूर्जा र उहाँको टिम हराएको न्युज बारेमा अलिकति सेयर गरेको थिएँ र सकुशल उद्धार हुन्छ भनेर आशा गरेको थिएँ। तर म यहाँ झर्दै गर्दाखेरि चाहिँ उहाँ लगायत एन्टायर टिम चाहिँ रहनु भएन अब भनेर न्युज सुने। यसले मलाई असाध्यै नै दुखी बनाएको छ र सायद सारा नेपाली तथा विश्वका पर्वतारोहण गर्ने समुदायलाई पनि दुःखद बनाएको छ। यतिखेर म स्विजरल्यान्डको माटरहर्न पहाडको मुनिको गाउँ जर्माटबाट लाइभ प्रसारण गर्दैछु। निम्स दाईसँग मेरो डाइरेक्टली भेट चाहिँ कहिले पनि भएन। उहाँको टिमसँग सोसियल मिडियामा थोरै इन्टरेक्सन मात्र भएको हो पहिला। तर उहाँ एउटा उदाहरणीय नेपाली र मेरो लागि एकदमै प्रेरणादायी मोटिभेटिङ मान्छे हुनुहुन्थ्यो। उहाँको 14 पिक्स मुभी, जसमा चाहिँ उहाँले धेरैचोटि सबैले नथिङ इज इम्पोसिबल भन्ने जुन एक किसिमको एउटा विल पावर सहित उहाँले चाहिँ 14वटा हिमाल चढेर रेकर्ड टाइममा त्यति बेला गर्नुभयो। त्यो चाहिँ एक्जम्पलरी थियो। उहाँले भन्नुहुन्थ्यो सबैले दिस इज इम्पोसिबल भनेर भन्थे अरे उहाँलाई। 14वटा संसारको सबभन्दा अग्लो हिमाल 3 महिनामा कसरी पोसिबल छ भनेर भन्थे अरे। तर आई विल मेक इट पोसिबल भन्नुहुन्थ्यो अरे उहाँले। त्यो कुरा नेटफ्लिक्सको त्यो 14 पिक्समा छ। र उहाँले मिसनको नामै मिसन इम्पोसिबल होइन, मिसन पोसिबल राख्छु भनेर भन्नुभएको थियो। मेरो विचारमा नेपालले एउटा एकदमै साहसी मान्छे गुमाएको छ। र उहाँ एक्स ब्रिटिस गोर्खा भए पनि बेलायत गइकन पनि नेपाल फर्केर नेपालमै बिजनेस स्टार्ट गरेर धेरै नेपालीहरूको लागि एउटा साहसी र प्रेरणादायी मान्छे बन्न सक्नुभयो। त्यसैले एकदम दुःख लागेको छ। म माटरहर्नको हिमाल आज बिहान 7 बजेदेखि पुरै देखिन्छ कि भनेर धेरै आश गरिरहेको थिएँ भनौँ। तर जति कुर्दा पनि आज बादलले पुरै छेकेको छ। सायद निर्मल दाईको आत्मा लगायत ती पर्वतारोही जो आज रहनु भएन, उहाँहरूको आत्माले पनि त्यो चाहेनन् सायद। 10 वर्ष अगाडि म आउँदाखेरि यही ठाउँबाट मैले एउटा पिक्चर पोस्ट गरेको थिएँ, जुन मेरो प्रोफाइल पिक्चरमा पनि छ। र त्यही ठाउँमा फेरि आउनु पाउँदा भाग्यमानी फिल भइरहेको थियो। तर जस माथि त्यो हिल स्टेसनमा हुन्जेलसम्म अर्कै फिलिङ थियो। जसरी पनि उद्धार भइहाल्छ, बाँचिहाल्नुहुन्छ जस्तो लाग्थ्यो। तर म यहाँ झर्दै गर्दाखेरि समाचार सुने कि उहाँ रहनु भएन। विदेशमा नेपालीहरू धेरैजना जानुहुन्छ, धेरैजसो जब सेक्टरमा, फिल्डमा। तर फेरि फर्केर नेपालमै केही गर्छु, नेपालमै एक किसिमको व्यवसाय पनि स्टार्ट गरेर नेपालीहरूलाई जबहरू क्रिएट गरेर त्यो गर्नु भनेको एकदम साहसी काम हो।
उहाँको अब 14वटा हिमाल चढेको त रेकर्डवाला त त्यो झन् साहसी, अब त्यो धेरैले गर्नै नसक्ने, हातले अम्लाले गर्न सक्ने मान्छेले गर्ने कुरा भयो। त्यसैले आज एकदम दुःखद दिन रहेको छ। सो I'm really feeling sad. Just a few seconds ago, I made the video hoping and believing that Nipsday and his team would be rescued. They would live long. There, but just when I came down, I heard the news that none of them survived. They have all died in an avalanche in Broad Peak in Pakistan. So just wanted to salute Nimsdai and his team, especially Nimsdai. You did great for Nepal. Apart from the records, you created a lot of jobs. You created, I would say, you came back to Nepal and did it, claimed yourself being Nepalese, which many people forget that no matter where you live abroad, your roots are still Nepalese. So you have to come back home, you have to contribute. So just a salutation video, Nimsdai and the entire team. May your soul rest in peace. Coming to you from the foothills, so from the town of Zermatt, just below Mount Matterhorn in the Swiss Alps. A really sad day for Nepalese and the mountaineering community around the world. May your soul rest in peace, Nipsdai. Hats off, salute.